सो फेरि पनि स्वागत छ हजुरहरूलाई मेरो मिनी ब्लगमा हो। सो आज चाहिँ एकदम बेहाल छ, हाम्रो कुखुरा खोर पनि लडाइदिएको छ हावाहुरीले, यता रुख पनि लडाइदियो अनि यता भान्साको त झन् छानै उडाएर लगेको छ हो। अनि त्यसपछि मैले केही छैन, त्यही पनि भान्सामा आगो छोडिदिएर मैले चुलो तात्नलाई दिएँ अनि मम्मीलाई चिया दिएँ अनि सब्जी खानासाना मैले त्यही चुलोमा बनाएँ। अनि त्यहाँबाट हाम्रो चाहिँ बिउ राखेको छैन धानको, अनि ब्याडी जोताएको थियो। सो बिउ भिजाउनको लागि हामी पर खेतमा लाँदै थियौँ बाउ छोरी भएर, अनि हामीले बिउ भिजायौँ। त्यसपछि आयौँ अनि म लागेँ ढ्याङ्ग्रीतिर। ढ्याङ्ग्रीमा चाहिँ म सब्जीहरू अनि त्यहाँबाट त्यो लाइनको प्लगहरू पनि किन्नु थियो, त्यसो म त्यही भएर गएँ। अनि त्यहाँबाट अब ढ्याङ्ग्रीमा पनि चटपटे पसल रहेछ हो, अनि मैले चटपटे खाएर अनि म आएँ। अनि आएको फेरि चिया पका भन्नुभयो भने चिया पकाएँ बेलुकाको। त्यसपछि जिरा हल्का भुटेँ, क्या जिरा कस्तो उसेको थियो, अनि जिरा सिरा भुटेँ अनि म चामल केलाएर खाना बनाउन थालेँ। अनि आज चाहिँ अन्डा खाने भन्नुभयो, तर हाम्रो चाहिँ पिताले आलु खानुहुन्न नि त, त्यही भएर आज चाहिँ आलु नहालिकन बनाउनु पर्यो भनेर मैले टमाटर समाटरहरू हालेर अन्डाको सब्जी पनि बनाएँ। अनि